पाकेछ त्यो धान काट्ने खेतालाई पनि खोज्नु बेला भएछ बाबै धान सबै पाकेर टक्कै भएछ अब घर गएर खेतालाई खोज्नु पर्ने भयो कहिले काट्ने होला धान चाहिँ बुढालाई सल्लाह गरौँ खेतालाई खोज्नु पठाउनु पऱ्यो कहिले पाइन्छ काट्नु पर्ला के गर्नु अहिले काट्नु भए जाममा झुममा पानी आइरहन्छ काट्नु नपाइयो भने त बर्बाद हुन्छ फेरि र राम्रै भएछ धान पनि ओहो हाम्रो त जग्गा किन्ने मान्छे त होइन दिदी त बुढालाई मिसिन खोज धान काट्ने बेला भयो भन्नु पर्यो लाउने नि कस्तो गाई फेरि उहाँ ट्याक्क बिचमा लगाइदिएछ फेरि बस्नु पानीले नि राम्रो गर्दैन पानी बाँध्छन् भने दिदी कता गएर आउनुभएको म माइत गएर आएको ए यत्रो समयसम्म अनि दसैँ अब दसैँमा टिको लाउनु गएको बुढाको तिथिया श्राद्ध थियो अनि श्राद्ध सकेर अनि बिस्तारै आएको नि ए दसैँको बेलामा बित्नु भएको दसैँको सबैजना टिका टाला लाएर सबै काम सकेपछि बुवा बित्नुभयो भने त्यस्तै हो अनि कहाँ तिमी घाँस गएर आएको म घाँस लिएर आएको ए हेर न हाम्रै म खेतबाटै आएको कि धान पाकेन भनेर अब बुढालाई मिसिन भन्न पठाउनु पर्यो एक दुई दिन काट्ने बेला भएछ धान अब गएँ नानी म ए यत्रो दिन आएको मार्छन् बुढोले फेरि जान्ला हो ल अब अनि के छ त सहित गाउँघरको हालखबर ठिकै छ दिदी आफू त 6-7 दिनै बस्यो गाउँघरतिर के भयो म त धेरै समयसम्म हराउनु भयो भनिरहेको दिदीलाई के हेर्नु माइत गएपछि आउनु मन लाग्दैन धान काट्ने बेला चाहिँ बितिसकेछ बुढोले कराउने होला यत्रो दिन बस्यो भनेर ठिकै छ कहिलेकाहीँ सधैँ गइरहने होइन माइत नि त जानु पर्यो कहिलेकाहीँ आइमाइले मात्रै कति लोक मान्छे मात्रै डुल्ने हो र जानुपर्छ क्या यसो भेटघाट हुन्छ चाडबाडमा गएपछि अनि बाख्रा कतिवटा छ तिम्रो बाख्रा 3-4वटा छ दिदी ए ल त ल म यतैबाट गएँ बिस्तार जाऊ है ए हुन्छ हुन्छ ल घर कति फोहोर गरेर राखेका घर आइनै नभएपछि लोग्ने मान्छेहरूलाई बारा काटो यता हिँड्यो उता हिँड्यो घरको फोहोर यसो बढार कुडार केही थाहा छैन अनि बुढीलाई चाहिँ कति बेरला कहाँ गए भनेको छ यस्तो कहाँ यहाँ देख्नुहुन्न आइमै भारो नभए कति फरक हुँदो रहेछ कुन बेला आएको तिमी थाहा नै नजिकै आयो त अनि माइतबाट आउन नि बाजा बजाएर आउनुपर्छ र अघि नै आएको नि अनि किन फतफत गरिरहेको थियौ के भयो अनि यत्रो विधि फोहोर हुँदाखेरि यसो बढार कुडार गर्नु पर्दैन भने कस्तो कुराहरू छौ अब बिहान बढालेर गएको हो नि हुरी बतासले गर्यो होला नि फोहोर अलिअलि तिमी पनि यति बढाल्ला नि फोहोर गर्नुपर्छ अनि सुन्नु न अर्को कुरो धान पाकेछ मिसिन भन्न जानु कसको भन्ने हो त्यतैबाट आएको म अब एक दुई दिनमा धान काट्ने बेला हुन लाग्छ कहाँ त्यो गैरीको कि कहाँको त्यो गैरी खेतको धान गैरीको कहिलेलाई भन्ने 15 दिन जति लाग्ला नि लक्ष्मी पूजा दिन अगाडि भन्नु पर्ला तिहार अघि नै काट्नु पर्यो नि काट्ने भएपछि ल ल ल तिहारमा फेरि कति झमेला हुन्छ ल ल हातबाट धोएर जानुस् खासा खानु म आउँछु यति बढारेर ल भएको थाहा छैन लोग्ने मान्छेहरू यस्तै आइलेलाई देखि सधैँ नि अहिले नभएको त के हुन्छ यहाँ कोठा पाइन्छ होला
छैन छैन कोठा खोज्न आउनु भयो होला छैन यहाँ कोठा मिल्दैन होइन कोठा दिनुहुन्छ खाली छ कि भनेर आएको छैन यहाँ कोठा दिन मिल्ने छैन कोठा दिनुहोस् न हजुर दिनुहोस् 2-4 महिनालाई भए पनि दिनुहोस् सधैँ हामीलाई बाहिरी पाटो लाउँदैनन् होला क्यारे दिँदैन तपाईँहरू जस्तोलाई बाहिरी पाटो होस् कि भित्री पाटो होस् तपाईँहरूलाई दिएर के गर्नु भोलि हामीलाई पनि के हो तपाईँहरू जस्तोलाई राखेर हामीलाई मात्रै ठिक छ पुग्दैन तपाईँहरूलाई अब तपाईँको घर अब नदिने भएपछि अब के गर्नु हुन्छ हस् ल त ल है हजुर बस्नुहोस् म त हिँडेँ लाटा परोस् कि बाटा परोस् 35 वर्षसम्म बस्या त हो नि बाटा पऱ्यो त हो नि खोइ त के गर्यो त चामल केलाउनु पर्यो यसो भइसक्यो दिनभरि भ्याउँदैन ढिला भइसक्यो खानु पाउने ल उस बेलादेखि आएको मान्छे भर्खर चामल केलाउँदै छिन् खाना पाक्यो होला भनेर हतार गरेर आएको अहिलेसम्म पाकेर हिँड्छ होइन तपाईँलाई भन्न मात्रै सजिलो बिहान 4 बजी उठेर गएको त हेर बल्ल बल्ल घाम लागेको यत्रो दिन पानी परेको थियो कहिले सुक्ने होला यो यो घरको धन्दा गर्दा गर्दा न भक्क लागिसक्यो मलाई त जता जता गरे सबै आफै बुढोलाई भन्दै भइहाल्यो पसलमा बसौँ आफै घर धन्दा गरौँ आफै धान सुकाउनु पर्यो घाम लागेको दिन भइसक्यो यसले भइसक्यो बाख्रालाई घाँस दिनुपर्ने कति भोगाला ल्याउदैन बाख्राहरू घाँस खाऊ आएर घर धन्दा गर्नु पर्यो भन्न सजिलो छ यो लोग्ने मान्छे जातै यस्तै हो क्या अनि तपाईँ चाहिँ किन पसल बन्द गरेर आयो त पाकेपछि म खबर दिइहाल्थेँ नि अब कोही ग्राहक आउँदैन के खोलेर बस्नु त्यही भएर बन्द गरेर आएको जाउँ भित्र ल अब भात खानु पर्यो एकछिन पसलमा बस्यो भने के जान्छ यो लोग्ने मान्छे जातै यस्तो हो क्या अब केही गरौँ भन्यो भने नि सँग गर्ने होइन सरिता के अन्ला तिमी यस्तो पानी आएको आइछ जिमा भयो होला त्यो सागमा झन् कुल्चेर खतम पार्यो यहाँ पहेँलो पहेँलो भएछ दिदी सर अनि त्यही भएर बेटा दिएको हो कति काम गरेर त्यो रकममा कहिले घर बनाउनु
बनाउने भने बहिनी हाम्रो बुढोले वास्तै गर्नुहुन्न अब के गर्नु मैले मात्रै भनेर भएन अब भाडामा बस्नु भन्दा त बनाउनु भयो नि हुन्थ्यो नि दिदी भने त हो भाडामा नि बसेर कति दिनसम्म बस्नु अर्काको महिना मरेपछि त्यो पैसा दिइरहनुपर्छ भाडामा भए त अनि आफ्नो भनेको आफ्नै हुन्छ नि त्यो हो नि बहिनी भनेको त हो नि कतिचोटि सम्झाइसकेँ बुढोलाई भने पनि हो गरौँला भन्नुहुन्छ खै अस्ति के उसले यस्तै पर्यो अब बनाउँला नि भनेर मलाई थाम थुप्रो पार्नुहुन्छ अब मैले मात्रै भनेर भएन आउला नि एक दिन सायद आफ्नो भनेको आफ्नै हुन्छ क्या दिदी आफ्नो भनेको आफ्नै हुन्छ अब भाडामा बसिरहनु भन्दा त जस्तै छाप्रै भए पनि आफ्नै हुन्छ नि दिदी बनाउनु भए नि हुन्छ बर्खा भएर होला बहिनी पानी त सङ्लो रहेछ है राम्रो रहेछ ल बहिनी अब बुढाले मार्ने बेला भइसक्यो यत्रो बेर यहीँ अलमल्यो म जान्छु पछि फेरि भेटेर गफ गरौँला नि है ल ल दिदी घर चाहिँ चाँडै बनाउनु है म नि खेततिर जान्छु ल ल ल ल बिस्तारै आऊ है ल ल पानी लिन गए बुढो पनि यतिखेरसम्म आउँदैनन् कहाँ हराएको कति कुरा हो कहाँ हराएको कत्रो बेर भइसक्यो गएको अलि छिटो छैन त भन्ने कुरो छैन होइन कति मोबाइल चलाएको पसल खोल्न जानु पर्दैन धारामा गयो पेर लाग्छ मोबाइल चलाएछ पसल खोल्न पर्ने ठाउँमा पसल खोलेको छैन कतिखेर नि मोबाइल जहाँ गयो त्यहीँ हरायो बरालले हिँड्यो मान्छे यत्रो पानी बोकेर थाकेर आएको थाहा छैन एकछिन बसौँ न पसल खोल्न जानु त्यहीँ आराम गर्नु बस्नु होइन है बुढा पसलमा लोदर पनि धेरै लाग्यो पसल पनि टाइमले खोलेन कति मोबाइल चलाएर बस्यो भने जानु न यसो पसल खोल्नलाई लोदर लागिरहेछ त्यही माथि साँच्ची बुढा यसो धामी झाँक्री लाउँदा हुँदैन अब पसलमा पनि धामी झाँक्री लाएर गर्छन् त अहिलेको जमानामा बरु तिमीसँग केही उपाय छ भने भन न छ नि मसँग उपाय कस्तो उपाय मलाई ढुक्क नआउने काम नगर राम्रो काम गर न त मबाट ढुक्क आउनुहोस् ढुक्क हुँदैन बुढा म कहीँ साँचो कहाँ छ त बिहान आफैले पसल बन्द गरेर आउनु भएको होइन भने ए ल ल म गएँ तिमी पनि छिटाऊ है ल ल ल जानु मार्ने भयो बुढोले यस बेला भइसकेछ कुन बेला पकाउनु मैले पानी लिन गएको उतै अलमल भयो छिटो पकाइदिनु पर्यो अफिस जानु पर्ने अब बुढी कहाँ गयो अब अघि पछिको जस्तो अफिस जाने होला बुढो भनेर गाउँतिर गयो अलि अब कहाँ गयो उतै हलमल्यो अब के थाहा यसलाई अफिसतिर अहिले के हालत छ के भइरहेछ भन्ने कुन बेला आउने हो कहाँ गयो खोइ त ल्याउ त
अनि हजुर कता छ भाइ? कता भन्नु तिमीलाई? अफिस जान लाग्यो नि। खानै नखाइकन जान्ला? ल खाना खान लायो भने अफिस चिप्लिन्छ। खाना बसाएको छु, तरकारी पकाउनु कति बेला छ त? अरू बेला त 11 बजी गयो नि हुने, आज चाहिँ किन चाँडै जान लाग्ला? ए अहिले अरू बेलाको जस्तो अफिस हो अहिले? अहिले त करेक्ट टाइममा पुगेन भने त गयो। होइन ए बुढा, घर बनाउने होइन अब त? जग्गा लिएको पनि यत्रो महिना भइसक्यो, सधैँभरि भाडामा बसेर हुन्छ र? अब त घर बनाउनु सुरु गर्नुपर्छ नि बुढा। बनायो घर होइन, मोबाइल 24 घन्टा हेरेर बसेकी हुन्छौ, समाचार सुनेको छौ, यस्तो गाउँभरि हल्ला छ होइन? किन बुझेर नि बुझबुझा जस्तो गरेको तिमीले? होइन बुढा, बुझेको छु, सुनेको नि छु, मोबाइलमा हेरि पनि रहेको छु। त्यही पनि घर बनाउनु त पर्यो भनेर नि मैले बुझ पचाएर भने होइन। कस्तो कुरा अरे तिमीले? मन्त्रीहरूलाई नेताहरूलाई मात्रै होइन क्या, हामी कर्मचारीलाई पनि 46 सालदेखि भर्ना भएका कर्मचारीहरूको पनि छानबिन गर्ने भनेको छ। अनि त्यो छानबिनमा पर्यो भने अनि गइएन? तिमीलाई के थाहा यस्ता कुरा? हेर त, अझै एउटा कुरा त तिमीलाई थाहा नै छैन। हेर त, जग्गा पास गर्दाखेरि थैली कम हाल्यो भने राजस्व कम लाग्छ भनेर पास गरियो। अब केही गरी छानबिनमा पर्यो भने त्यो जग्गा नि गयो। कस्तो 2-4 पैसा लोभले गर्दाखेरि ल हेर त, छानबिन गऱ्यो भने त परिहाल्यो नि। हामी त्यत्र समाचार सुन्छौँ, त्यत्र मोबाइल 24 घन्टा हेरिरहन्छौँ, देखाउँदैन मोबाइलमा के भइरहेछ अफिसतिर भनेर? देखाउँछ नि, देखाउनु त। पानी पनि ल्याउनु पर्यो, पूजाआजा गर्नु पर्यो, यताउति गर्दा त आइमाइले भ्याउँदैन क्या। लोन मान्छेको जुरुको उठ्ने, चिया खाने, हिँड्ने हो र? अब तिमी चिया खाने उ गर्ने, तिम्रो भन्दाखेरि त अहिले अफिस चिप्लिन्छ। कस्तो अहिले उहाँ यता र उता गरेर सर गर्देला भने डर भइसक्यो। के गर्नु त? के खाएर जानुहुन्छ? अब म बजार उतैतिर खान्छु। तिम्रो खाना पर्खिन लाग्यो भने मलाई गाह्रो हुन्छ। अफिसमा हामी कडा छ। अब आफूलाई माया गर्ने हाकिम कहाँका अफिसै मन्त्रालय नै छोडेर भागेको छ। के पकाउनु नखाइन्छ? किन? अब खानै नखाइ जानुहुन्छ, अब बजार खानुहुन्छ खानुहुन्न, के थाहा त? म बरु मिल्यो भने पकाइराख, मिल्यो भने आएर खाम्ला नि। ल गर ल, म हिँडेँ ल। आउनु नि फेरि खाना खान। नयाँ देख्छु नि। म नि नयाँ हो यता। तपाईँ पनि नयाँ जस्तो लाग्यो त मलाई। म त पुरानै हो। हजुरलाई चाहिँ नयाँ देखेँ। के छ तपाईँको यता? पसल छ र? पसल छ मेरो। कहाँनिर छ? त्यही तल खरिबोटमा। ए खरिबोटनिर? सबै थोक पाउँछ। हो र? सबै थोक पाइन्छ? आउनु न पसलमा, भित्ताको नि कान हुन्छ अरे, बसेर त्यही कुरा गरौँला नि। ए ल ल ल ल। रविन्द्र कहाँ जाने भने सुन न सुन। के सुन्नु? यस्ता कुरा घाममा सुकाइदो। अब हिँडी म। ओहो यस्ता जड्याले पनि घाममा सुकाइदिए पो भन्छन् बा। हाम्रा त दिन सबै गए कि क्या हो? हे भगवान्, हाम्रा दिनै नआउला जस्तो पो छ। यो सधैँ यही नै होला त पारा। ओहो उहिले त एकछिन फुर्सद हुन्थेन, भात खाने सुत्दा पनि फुर्सद हुन्थेन। कहिले फोन आउने, कहिले मान्छे घर आउने, कहिले भेट्न आउने, कति थियो। त्यस्ता दिन पनि थिए। अब अहिले त के भएको होला यो कुन्नी? कसैले पनि गर्दैन। के भएको यो यस्तो? यो ल यस्तै रहेछ जिन्दगी।
कब लानु दाइ भाउजू कहाँ जानुभयो किन चाहियो पैसा माग्नलाई कि मै दिउँ पर्दैन होइन मेरो ज्याकेट धुनु भएको थियो ज्याकेट कहाँ छ भनेर सोध्नलाई हो ए ज्याकेट ऊ लुगा धुनु गएको छु जाउँ त्यही हस् ए दुध दिने बेला नै हुन गएको छ जान्छु दुध दुन्छु अब भाउजू लुगा धुन लाग्यो लुगा धुन लागेको थियो बाबु म पानी ल्याइदिन्छु पानी छ पानी छ बाबु ल्याएको छु भाउजू म धोइदिउँ भने भाउजूको भित्र लाउने सानो लुगा रहेछ देवर बाबुलाई पाप लाग्ला पर्दैन बाबु कहाँ हजुरले लुगा धुन लगाइरहन्छु त म बस्नु न अनि के भन्न आउनुभयो बाबु तपाईँ अनि नि भाउजू मेरो भाउजू भनेर त मेरो भगवान हो आज साथीको बर्थडे छ अलिकति पैसा दिनु पाए हुन्थ्यो पैसा चाहियो देवर बाबुलाई कसको बर्थडे छ साथीको बर्थडे छ होइन भाउजू तपाईँको कत्रो मान सम्मान छ यो ठाउँमा अब यो 100 रुपियाँले मेरो साथीको बर्थडेमा एउटा केक लान पुग्छ त भाउजू हजुरलाई भगवान मान्छन् सबै मेरा साथीभाइले अब एउटा 500 थपिदिनुहोस् न अनि पो हजुरलाई सबैले म त जहिले नै हजुरलाई भगवान मान्छु 500 दिनु 500 दिनु 500 रुपियाँ दिनु ए बाबु घाँटी हेरेर हार लिनु पर्छ क्या पुगिहाल्छ नि त्यति भए 500 रुपियाँ थप ल थपिदिन्छु ल 500 त दिन्थ्यो बाबु होइन त्यहाँ गएर तिन पानी सिन्दाने खाएर आएर फेरि टन्न मातेर त्यहाँ ढोका निचे नै बाबु हो ल मेरो भगवान भनेको मेरो भाउजू हो जय हो साथीको आज केक मजाले काटिने भयो मेरो भाउजू मेरो भगवान ल भयो बाबु सरी पैसा पनि राम्रोसँग नखाइ आउनु छिटै आउनु नि भरे फेरि दुई चार सय दिएर त के हो र मलाई त्यत्तिकै पैसा दिएको हो र मलाई 2-4 करोड कमाउने आशा छ मजाले खाराइदियो हुन्थ्यो यो पैसा लगेर के को बर्थडेमा खर्च गर्नु भनेर दिएको हो र मैले खाराइदियो हुन्थ्यो भनेर दिएको यसै गरी म पैसा दिइरहने हो दियोर बाबु खाएर आइरहने हो अनि उहाँको सम्पत्ति सबै मैले हात लाउने हो मेरो प्लान त्यही हो अहिले 600 त गयो नि 600 गरे के हुन्छ र मलाई पछि मलाई 3-4 करोडकै सम्पत्ति आउँछ जाँड खाने मान्छेहरूको बुद्धि भनेको यही हो होइन के भयो किन टोलाको होइन के पनि भएको छैन लुगा धुँदैछु होइन तपाईँ चाहिँ के भएको नि दुध घरमा नलगेर किन यता लिएर आउनु भएको यो दुधले तँलाई नुहाइदियो कि भनेर ल्याएको ल तपाईँलाई के भयो आज फेरि दुध 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 के भूत चल्यो भनेको के भएन भन न त्यो रविन्द्रलाई किन पैसा दिए भाउजू 50 रुपियाँ दिनु न भनेर बिन्ती गर्न आएपछि त्यो 50 रुपियाँ दिएको त होइन मैले पैसा धेर दिएको छुइनँ क्या त्यति पैसा 50 रुपियाँ दिनु परेको नि आफ्नो दिउर माग्न आइसकेपछि छोडिदिनुहोस् घर जानुहोस् दुध तताउनुहोस् 50 रे आज 50 भोलि 100 गर्दा गर्दा बानी बिग्रिने त्यसरी नै हो न तिमीले सुत्न पाएछौ न मैले सुत्न पाएछ रातभरि जाँड खाएर आएर गाउँै हल्लिने गरी आउँछ त्यो कुरा बुझा छैन तिमीले खान भनेको छ क्या नखानु भनेर दिएको छु मैले खानु न त्यसरी अब दिउरले भाउजूलाई बिन्ती गरेर यो खुट्टामा ढोक्न आएको त्यति गरेर पैसा माग्दाखेरि 50 रुपियाँ पनि दिनु भने म भाउजूको के काम त छोडिदिनुहोस् जानुहोस् दुध तताउनुहोस् म आएर नभएदेखि उडीमा हाल्दै गर्नुहोस् म आएर तताउँछु जानु जानु म यति लुगा धोएर आउँछु जानु जानु अरे त्यसले नचाहिने चिज खाएर आयो भने अनि थाहा पाउँछ नमस्ते यहाँ एउटा नयाँ पसल खोलेको छ नि भट्टी पसल कतातिर होला के भट्टी पसल के नाम गरेको मोटी मोटी छैन मोटी मोटी रश्मि भन्ने हो ऊ त्यही होला
यही हो ए हस् 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 कहाँ राखिन्छ परेको यो भनेको एकदम खोटाङ अर्ग्यानिक कुन्दोको रक्सी हजुर एकदम राम्रो हुन्छ यो स्वास्थ्यको लागि राम्रो फाइदाजनक हुन्छ एकदम ठिक्क गरेर खाने कन्ट्रोल गरेर खाने यो पनि ओ साउनी यहाँ हो तपाईँको पसल ए तपाईँ आउनुभयो कसरी आउनुभयो ए त्यहाँ एकजना बाजेले तपाईँ अलिकति अगाडि जानुहोस् ठ्याक्क भेट्नुहुन्छ भने ठ्याक्कै भेट्यो ल बस्नु न बस्नु यो बुढा बिहान हामीले सल्लाह गरेको थियो नि त्यस्तै गरी बिहान एकजना मान्छे भेटेको थियो त्यो मान्छेले यहाँ आएको रहेछ के खान्छ म सोधेर आउँछ है अनि बिहान मैले भनेको थिएँ नि मेरो इज्जतमा दाग नलाग्ने काम नगर होइन के कस्तो खान्छ सोधेर आउनु न त दाइ आउनु भइसक्यो तपाईँको के खानुहुन्छ के पाउँछ र यहाँ अब दाइको बानी थाहा छैन मलाई फर्स्ट आउनु भइरहेको छ यहाँ होइन मलाई त अब घरमै पारेको प्योर छ भने लोकल भयो होइन नत्र भने अब अन्त बाहिर बाहिर भयो त सिलप्याक पनि खाइन्थ्यो अब यो त आफ्नो गाउँठाउँ हो मलाई त यहीँको भएपछि लोकल ठिक लाग्छ एक ग्लास लोकल ल्याउनु कस्तो रहेछ टेस्ट गरौँ त त्यो त लोकल पनि खान्छ त दाइ उहाँहरूले जसरी यसो सिलप्याकहरू लोकल एकदम अर्ग्यानिक कोदोको छ नि त हजुर ठिक छ लोकलै कोदाको अर्ग्यानिक छ अरे उहाँले खाएको जस्तो ल्याउनु टेस्ट गरौँ फेरि खाउँ भने के छ र हुन्छ नि त खाने नै हो भने अब सिलप्याक नखाने रे अब त्यही लोकल भने ल्याइदिन्छु नि त त्यही लोकल रक्सी पनि साउनी जस्तो मिठो छ कि कहिले छ त्यस्तो टेस्ट गरौँ साउनीहरू भर्खर पहिलोचोटि आएको एक दुई गिलास लोकल भएर नलुट्दिने हुने कि न कस्ता हुने कि के थाहा तर मान्छे चाहिँ राम्रो कस्तो न मान्छे भनेको त ठर्रा खाने मान्छे पो परेछ आजको दिन त्यति सुसी के व्यवहारै भएन कस्तो मान्छे बोला तिमीले ठर्रा खाने मात्रै हुस्की बिहोर छ भनेनौ तिमीले मैले सबै थोक छ भने त हो नि त्यहाँ बस्नेले पनि ठर्रा नै मिठो छ भन्दै के गर्नु त त्यो मेरो गल्ती होइन नलग्दो यही ठर्रा भने नि सिद्धान्त त केही खान्छ होला नि सोधेर आउनु न त रक्सी मिठै छ यहाँ हाम्रो त पचलबाट हालेर दिने चलन छैन यसरी नै भित्रबाट हालेर ल्याइदिने हो रक्सी के आफैले बनाउनुहुन्छ कि बाहिरबाट ल्याउनुहुन्छ हामीले आफैले पार्ने हो दाइ रक्सी जस्तो मान्छेको उस्तै रक्सी दिएर थाहा के भयो रक्सी खाँदै गर्नु अर्को पनि लिएर आइदिन्छु चाहियो भने है शीतन के पाउँछ शीतन त छ सुकुटी छोइला आलु फ्राई के खानुहुन्छ अब बाहुनको छोरो पर्यो बाहुन साउन बाहुनले झन् धेरै सुकुटी खान थालिसके चाहियो भने लिएर आइदिन्छु के खानुहुन्छ भन्नु त कस्तो रहेछ दाइ रक्सी यो त आए बल्ने रक्सी छ ल दिन पानी रक्सी साउनी भन्दा पनि रक्सी त करेन्ट लागेको छ होला कि हो यस्तो हामीले मिठो दाले बना अर्को नि हालेर लिएर आउँछ है अब एक गिलास ल्याउँ न अर्को गिलासमा लिएर आउँछु सुसाल भन्नु
आजलाई रक्सी त उतार जस्तो छैन। सबै हाल्नुहोस्। एउटा चुरोट पनि दिनुहोस्। चुरोट पनि? कुन चुरोट खानुहुन्छ? उता सूर्य चुरोट दिनु। सूर्य चुरोट। चुरोट लिएर ल्याइसक्यो त एकदम चुरोट। लाइटर है? लाइटर यहीँ छ नि। यता बाल्दियो। त्यति लाइटर पनि बाल्न नसक्यो। आऊ न अब यहाँ बाल्दियो यहाँ बस। किन लाज भने अलि यता आऊ न भने। अच्छा यो भट्टी पसलमा के गरेर बस्यो होला? यो रबिन पनि के भएको होला के भने? यिनीहरूले गरी खाँदैन, पैसा भए पुग्ने रहेछ।